हजुरबा हजुरआमाको लागि नाति नातिना यति धेरै कर्णप्रिय हुन्छ नि साथीहरू। भिडियो पुरा हेर्नु है, यसको म एउटा ज्वलन्त उदाहरण दिन्छु। अझै विशेष गरी छोरीतिरको भन्दा छोरातिरको नाति नातिना एकदमै कर्णप्रिय हुन्छन्। एउटा घरमा छोरा बुहारी अनि दुईजना नाति नातिना र हजुरबा हजुरआमा हुनुहुन्थ्यो। उनीहरूले आफ्नो बाबा मम्मीलाई बाबा मम्मी नै भन्थे र हजुरबा हजुरआमालाई हजुरबा हजुरआमा नै भनेर बोलाउँथे। छोरा बुहारी दुईजना अफिस जान्थे। एकदमै व्यस्तताको कारणले गर्दा उनीहरूले आफ्नो बच्चालाई केयर गर्न भ्याउने थिएनन्। खुवाउने नुहाउने पढाउनेदेखि सारा हजुरबा हजुरआमाले गर्नुहुन्थ्यो। छोरा बुहारी शनिबार घर हुँदा पनि कहीँ खेलेर आउँदा ती बच्चाहरूले पिँढीमा आफ्ना बाबा मम्मीलाई त्यहीँ देखे पनि तर हजुरआमा भनेर भित्र पस्थे, हजुरबा भनेर बोलाउँथे। आफ्ना मम्मी बाबालाई त्यति वास्ता गर्ने थिएनन्, किनभने अब रात दिन सुसार जसले गरे त्यसैलाई माया गर्छन् नि बच्चाहरूले, त उहाँलाई नै माया गर्थे बच्चाहरूले हैन। अनि त्यही समयमा कुनै दिन छोरालाई नातिलाई चाहिँ ज्वरो र खोकी लागेको हुन्छ। हजुरआमा एकदमै धेरै आत्तिनु भयो। नाति नातिना हजुरबा हजुरआमासँगै सुत्थे र राति आत्तिएपछि बुहारीको नाम सरिता थियो। सरिता, बाबुले एकदमै खोक्यो, ज्वरो पनि आएको छ, लिया त एकछिन ढोका खोला त भनेर बाबुलाई उसको मम्मी लिएर लगिदिनु भयो। लगेपछि बाबुले एकदम खोक्यो, ज्वरो आयो। बाबु, म त दिनभरि थाकेको कारणले मैले तिमीलाई हेर्नै सकेको छैन, जाऊ त आमा लिएर जाऊ, आमाले पानी तताएर खाना दिनुहुन्छ, यता त्यता पानीपट्टि लगाइदिनुहुन्छ, सन्चो हुन्छ, जाऊ त, म त सक्दिनँ, मलाई एकदम गाह्रो भयो भनेर बाबुलाई फेरि हजुरबा हजुरआमा लिएर पठाइदिनु भयो बुहारीले। पठाएपछि आमाले रातभरि पानीपट्टि लगाउनु भयो, तातो पानी तताएर खिलाउनु भयो बच्चालाई खोकेको, अनि घराइसी औषधिहरू खाना दिनुभयो र काखमा लिएर सुमसुमाउनु भयो। बिहान उजेलो हुने बेलामा बच्चा सुत्यो। उजेलो भएपछि बुहारीले सोधिन्, आमा, बाबुलाई कस्तो भयो, ज्वरो ठिक भयो कि नै, खोकी कस्तो भयो? पानी तताएर खिलाएँ अनि घराइसी औषधिहरू खिलाएँ, बाबुलाई अलि ठिक भएको छ, अहिले सुतेको छ, छोडिदेऊ भन्नुभयो आमाले। 2-4 वर्षपछि नाति नातिना ठुला हुँदै गए। छोरा बुहारी पनि अब आफ्नो अफिसको कामले व्यस्तता हुँदै गए र हजुरबा हजुरआमाको त अब जति उमेर जाँदै गयो त्यति अब मेटो काट्दै जाने बेला भयो। अनि हजुरबा हजुरआमा उमेरले खिच्दै गए, नाति नातिना पढ्दै ठुलो ठुलो क्लास गए।